जिन्दगीको यो एकल यात्रामा म एक्लै बिना लक्ष्य हिँडिरहेको बेला खै दैवको लीला एउटी परीसँग गोरेटोमा भेट भयो। मिठो बोलचाल, फराकिलो मन, सफा हृदयको उनीसँग चौतारीमा नपुग्दै धेरै जिन्दगीको यथार्थहरू साटासाट भयो। म मान्छेदेखि विश्वास गुमिसकेको व्यक्ति, नारी आमा हुन्, नारी चेली हुन्, 9 महिना कोख र भाइटिकाको सत्य सम्बन्ध छ नारीसँग। तर त्यही कसैको छोरीले बर्बाद बनाएको मेरो मरुभूमि जस्तो सुक्खा अनि टुटेको मुटुमा कसम विश्वास त यहाँ कालो बजारी हुँदो रहेछ। अनि बाचा कसम त यहाँ फुटपाथमा बिक्दो रहेछ। अनि असल र मायालु मुटु त यहाँ किलोको भाउमा हटियामा किन्न पाउँदो रहेछ। म यस्तै सोच्थेँ अनि मेरो चट्टान जस्तो मन कहिले पक्लिन नारीदेखि। खै आज किन म आफैमा एक्लो महसुस गरिरहेको छु। भोलिको वास्तविक दोबाटोले साँच्चीकै त्यो परीसँग मलाई छुट्याउँछ त्यो मलाई राम्रोसँग थाहा छ। तर किन मलाई आज निकै प्यारो लाग्दैछ, किन उसँग बोल्न मन लाग्दैछ। तर जे होस्, मनभित्रबाट गरिएको कल्पना, आँखा चिम्लेर देखेको सपना अनि त्यो प्यारो मान्छेको बोली र कल्पनाले दुखाएको मुटुको चोट साह्रै मन पर्यो, साह्रै मन